नमस्कार साथीहरू, म चाहिँ अहिले साङ गएको थिएँ र साङबाट फर्किँदैछु है। र यसो सोचेँ एउटा सानो भिडियो बनाएर चाहिँ यहाँको पहाडको सिनहरू यसो देखाइदिनु पर्यो भनेर चाहिँ भिडियो बनाउँदैछु। अनि जस्ट म चाहिँ अहिले मार्ताम कटेर यो मार्ताम टु रुम्तेक बिचको गहिरोमा छु। सायद यसलाई पग्लाभिर हो कि के पनि भने जस्तो लाग्छ मलाई है। त्यति एक्ज्याक्ट नाम चाहिँ थाहा भएन, सायद पग्लाभिर भने जस्तो पनि लाग्छ है। र आज दिन पनि एकदमै राम्रो है। र यसरी बाटो साइडमा छतेनहरू बनाएको रहेछ, लुङ्ताहरू टाँगेको, मानिधजाहरू है। एकदमै सुन्दर रोड साइड भए पनि एकदमै सुन्दर राम्रो देखिने पहाडको दृश्यहरू यसरी नै रोड साइडमा है मजाले लुङ्ता ध्वजाहरू गाडिएको राखिएको, पूजापाठ गर्ने ठाउँ, मानी ध्वजाहरू यसरी राखिएको रहेछ। सुन्दर मजाको सुन्दर देखिने। अनि यहाँबाट चाहिँ धेरै टाढा टाढासम्म पहाडहरू देखिने है। यदि यो बाटो यसरी नै टुरिस्टहरू पनि हिँड्ने हो भने चाहिँ एकदमै सुन्दर देखिने, टुरिस्टलाई पनि एकदमै अब मनमोहक है, सुन्दर राम्रो देखिने। दिन पनि एकदमै खास रमाइलो छ दिन पनि आज। र अहिले चाहिँ म रुम्तेक पुग्न लागेँ है। यो चाहिँ रुम्तेक बजार र यहाँ चाहिँ अलिकति ट्राफिक प्रब्लम हुन्छ, त्यसैले भिडियो गरिनँ। अनि अहिले चाहिँ म एकदमै रुम्तेकबाट पनि ओह्रालै स्याजोङतर्फ लाग्दैछु। र यहाँको दायाँ बायाँमा रहेको सिनहरू देखाउँदै ओह्रालो झर्दैछु साथीहरू। र साथीहरू, तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नुहोला है। अब यो चिन्ने बुझ्नेले त यहाँ देखिहाल्नुहुन्छ, बुझिहाल्नुहुन्छ। मेरो टाढा टाढाको साथीहरूले हेर्दै हुनुहुन्छ भने यसो कमेन्ट पनि गर्नुहोला। यसरी नै रोड साइडतिर है फुलहरू, रङ्गी चङ्गी फुलहरू रोपेर अति सुन्दर बनाएको, रमाइलो लाग्यो। यो सेतो सेतो देखेको हिउँ परेको जस्तो चाहिँ साथीहरू यो ग्याङ्टोक सिटी हो। जस्ट म अहिले यहाँनिर रुम्तेक बजारबाट चाहिँ यहाँ स्याजोङ आइपुगेँ। यो चाहिँ स्याजोङको सानो बजार। साथीहरू लाइक कमेन्ट सेयर गर्दै गर्नुहोला है साथीहरू।